सेवा अनि सेमुना सबैजनालाई नमस्ते भन्न चाहन्छु सबैजनालाई। र हिजो पर्न गएको मेरो जन्मदिनमा मेरो जन्मदिनै मम्मी बाबालाई धेरै धेरै धन्यवाद। अनि तपाईँहरूले जति मलाई यो अवस्था अनि अहिले भनेको मैले आजबाट चाहिँ 31औं वर्षको सुरु गरिसकेको छु। अनि यत्रो समयसम्म मलाई हुर्काउनु भयो बढाउनु भयो मम्मी बाबाले, त्यसको लागि म तपाईँहरूबाट धेरै ऋणी छु। जति नै मैले मम्मी बाबालाई मेरो कुनै शब्दबाट बयान गर्ने छैन। त्यसले गर्दाखेरि तपाईँहरूलाई चाँडै बाबाले त छाडेर नि जानुभयो, चाँडै छाडेर जानुहुन्छ भनेर मैले सोचेको पनि थिएन होइन। त्यसले गर्दाखेरि बाबा तपाईँ जहाँ हुनुहुन्छ तपाईँको आत्माले शान्ति पाओस्। अनि मम्मीलाई धेरै सम्झेको छु। अनि त्यसले गर्दाखेरि मम्मी सधैँ स्वस्थ रहनुहोस्, खुसी रहनुहोस् है। अनि मलाई जति पनि सामाजिक सञ्जालबाट पोस्ट गरेर जन्मदिनको शुभकामना दिनुहुने सबैजनालाई पनि धेरै धेरै धन्यवाद।